Hello everyone, welcome back to my another video and good morning everybody. सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा छ अनि म पनि एकदम सन्चै छु. सो गाइज म चाहिँ अब रेडी भइसकेको छु. मैले कपडाहरु पनि लगाइसकेको छु अनि यो चाहिँ मेरो आईडी कार्ड हो यहाँ छ हैन. अनि हिनेर जानुपर्ने हुन्छ 10 मिनेट लाग्छ. सो आज चाहिँ ढिला भइसकेको छ अनि बिहानको चाहिँ लगभग अहिले 7:30 भइसकेको छ. 8 बजेबाट काम हो अनि त्यो गएर खानाहरु खानुपर्ने हुन्छ. तर म चाहिँ खाना खादिन. खानाको सट्टा अर्को चीजहरु पनि हुन्छ. सो बिहान चाहिँ खाना खादिन. लेट्स गो गाइज. म चाहिँ निस्किसकेको छु. अब जानुपर्ने हुन्छ गाइस. हाम्रो बाहिरको वेदर छ अनि सो गाइस अब निस्केको म पनि. वेदर आज एकदमै चिल छ, राम्रो छ, मजाको भाइब्स आइरहेछ. अहिले चाहिँ हाम्रोमा यहाँनिर जाडो चाहिँ भागिसकेको छ अनि गर्मी बिस्तारै सुरु भइरहेको छ. अनि आजको वेदर चाहिँ अलिकति फगी जस्तो छ है. वरिपरि त्यो के भन्छ कुइरोहरूले ढाकेको जस्तो भइरहेछ आज चाहिँ. तर गर्मी सुरु भइसकेको छ, जाडो फिलिङ हुँदैन. यस्तो दामी घाम लागेर स्यालेन सक्नुहुन्छ है. सो वेदर दामी छ, मौसम दामी छ. तर कम्पनी जान्छ अलिकति ढिला भइसक्यो मलाई. तर यहीँ नजिक हो, 10 मिनट पुगिहाल्छु म होइन. आम्बो अहिलेको मौसम चाहिँ यस्तो कुल छ, आनन्दको छ. 10 मिनट लाग्छ गाइस. बाटो यस्तै छ, हिँडेर जानुपर्छ. हाम्रो चाहिँ खानाहरू बिहानको खानाहरू दिउँसोको बेलुकाको सबै कम्पनीले प्रोभाइड गर्छ. तर शनिबार चाहिँ दिँदैन बेलुकाको खाना, किनभने 5 बजीसम्म मात्र काम हुन्छ नि त. अनि आज चाहिँ ठुक्कुन हो भनेको मतलब शनिबार चाहिँ हामीले ओभरटाइम काम गरेको हो. अनि आज चाहिँ 8 घन्टा काम गऱ्यो भने कति 20 घन्टाको स्यालेरी आउँछ. यो चाहिँ अर्को कम्पनी हो अनि मेरो कम्पनी चाहिँ यो हो. यहाँ तपाईँले देख्न सक्नुहुन्छ. हाम्रो चाहिँ यस्तो बक्सहरू बनाउनु पर्ने हुन्छ. यो चाहिँ हाम्रो कम्पनीको सिद्धान्त हो. अनि म चाहिँ आइसकेको छु कम्पनीमा र म चाहिँ खाना खाँदिनँ. सो मैले चाहिँ योहरू लिएको छु. अनि बिहान चाहिँ हाम्रो खाना नखानेहरूको लागि यस्तोहरू पनि हुन्छ. यो चाहिँ प्रोटिन सेक मिक्स गरेर खानुपर्ने हुन्छ. सो गाइस अब यो खाएर चाहिँ हामी भेट्नेछौँ है त. Let's try guys. Cheers. Yes guys. अब बिचमा चाहिँ म तपाईहरुले किन डिस्टर्ब गर्न आए भनेर भन्नुहुन्छ होला. हाम्रो कम्पनीमा चाहिँ के भन्छ भित्र चाहिँ फोन क्यामेराहरु चाहिँ अलाउड छैन गाइस. त्यही भएर चाहिँ मैले भित्रको कामहरु चाहिँ तपाईहरुलाई देखाउन पाइनँ. त्यसको लागि चाहिँ एक्सट्रिमली सरी. अनि यो पछि के हुन्छ भन्ने कुरा चाहिँ भिडियो छँदैछ, तपाईँ त्यसमा हेर्न सक्नुहुन्छ. अनि किन भन्दाखेरि चाहिँ हाम्रो कम्पनी चाहिँ हाफ प्राइभेट हो अनि हाफ चाहिँ गभर्मेन्ट हो. त्यसले गर्दाखेरि चाहिँ यहाँ चाहिँ सरकारको रुल्सहरू पनि धेरै चल्छ. त्यसले गर्दाखेरि रुल्समा बस्नुपर्ने हुन्छ. अनि अर्को कुरा हाम्रो कम्पनीको बारेमा भन्नुपर्दाखेरि चाहिँ डे र नाइट दुईवटा सिफ्ट चल्छ. अनि डेमा गर्नेले डेमा मात्र गर्न पाउँछ, नाइटमा गर्नेले नाइटमा मात्र गर्नु भन्ने नि पाउँछ होइन. त्यस्तो छ. अनि त्यसपछि हाम्रो कम्पनीमा चाहिँ लगभग 350 जना कामदारहरू छ. अनि सबैजना कोरियनहरू छ. विदेशी भनेको फिलिपिन्स र म्यानमारको त्यही 30-35 जना होला. अनि हामी नेपाली त्यही 15-16 जना छौँ. अनि बाँकी चाहिँ सबै कोरियनहरू छ. अनि कामको बारेमा सोध्नुहुन्छ भने काम चाहिँ फेरि हाम्रो एलएनजीसी बक्स बनाउने हो. त्यो भनेको चाहिँ पानी जहाजमा त्यो चिसो मेन्टेन गर्नको लागि माइनस 200 डिग्री भन्दा माथिको तापक्रम चाहिँ मेन्टेन गर्न सक्ने त्यसको क्यापेसिटी हुन्छ. त्यस्तो खालको बक्सहरू बनाउँछ. एकदम सजिलो हुन्छ. काम चाहिँ एकदम सजिलो छ भनौँ न होइन. अनि त्यसपछि अर्को कुरा भनेको चाहिँ काम गर्ने मान्छेहरू कति उमेरको छ भनेर तपाईँले सोध्नु होला. अचम्म लाग्छ तपाईँहरूलाई. हाम्रो कम्पनीमा चाहिँ 50 वर्ष कटेको कोरियनहरू मात्र छ कम्पनीमा चाहिँ. अब इमेजिन गर्नु होला काम कतिको गाह्रो छ अथवा सजिलो छ. काम त त्यस्तै हो. गाह्रो पनि छैन, सजिलो भने त्यस्तो सजिलो पनि छैन. जस ठिक छ, एकदम राम्रो छ गाइस. अनि बाँकी चाहिँ भिडियोमा हेर्नु है त. यो चाहिँ हाम्रो कम्पनी नजिकैको एउटा सानो पार्क हो. अनि म चाहिँ प्रायः जसो दिउँसो खाना खाने टाइममा चाहिँ खाना खाएर यहीँ आउँछु बस्नको लागि चाहिँ.
सो अब चाहिँ भित्र गएर कामसाम गर्नुपर्ने हुन्छ 4 घन्टापछि फेरि हामी भेट्नेछौँ वाह यस्तो दामी देखेको आम्बो वाह के हो यहाँ त दामी छ त यहीँ गएर बस्तिम लाग्दै छ सो गाइस त्यही हो अनि धेरै कुराहरू तपाईँहरूलाई मैले भन्न पाएँ जस्तो लाग्छ भने पनि त्यही हो गाइस अब विदेशको कामहरू गाह्रो साह्रो त भइहाल्छ हैन यस गाइस म चाहिँ भर्खरै रुम आएर नुहाएर फ्रेस भएर चाहिँ तपाईहरुसँग कुरा गर्दैछु सो मेरो चाहिँ आजको कामको अनि के कस्तो छ भन्ने कुराहरू मैले तपाईहरुलाई देखाएँ अनि अर्को कुरा भनेको चाहिँ कम्पनीको रुल्स हुन्छ हैन सो मैले चाहिँ काम कस्तो हुन्छ भनेर तपाईहरुलाई देखाउन पाएन त्यसको लागि चाहिँ सरी तर प्राय कम्पनीको कामहरू त्यस्तै त हुन्छ नि हैन कोरियामा त्यस्तै छ अनि हाम्रो चाहिँ स्ट्रिक्ट छ के त्यो क्यामेराहरू अलर्ट गर्नै दिदैन त्यसले चाहिँ गर्दाखेरि मैले तपाईहरुलाई देखाउन पाएन त्यसको लागि चाहिँ सरी गाइस सो अनि आज पानी पनि अलिअलि परिरहेको थियो सो मौसम त्यस्तै चिसो नै भइरहेको थियो अब चाहिँ शनिबार चाहिँ फेरि हामीलाई 5 बजेसम्म काम हुने भएको कारणले गर्दाखेरि चाहिँ खाना दिँदैन अनि हामीले चाहिँ आफै खाना बनाएर खानुपर्ने हुन्छ सो ज्यान अलिअलि थकित त भइरहेछ अब एकछिन रेस्ट गर्ने अनि खानसाना पकाएर टक्क खानुपर्ने हुन्छ गाइस यसै छ दुःख सुख चलिरहेछ अनि आई होप तपाईहरुलाई आजको भिडियो पनि एकदम मन पर्यो होला भन्ने लाग्छ हैन अनि च्यानलमा नयाँ हुनुहुन्छ भने अथवा च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने चाहिँ च्यानललाई सब्स्क्राइब गर्नु होला यस्तै भिडियोहरू तपाईले धेरै हेर्न पाउनुहुनेछ गाइस हैन माया गरिदिनु होला माया गरिदिनु भएको छ हैन अनि भिडियोलाई लाइक कमेन्ट शेयर के गर्नु छ गाइस प्लिज गरिदिनु होला त्यही हो हामी अर्को भिडियोमा फेरि इन्ट्रेस्टिङ भ्लग ल्याएर आउने नै छु भिडियोहरू तपाईहरुलाई दिने नै छु हैन गाइस त्यही हो भन्दै अहिले चाहिँ म तपाईहरुबाट बिदा माग्छु बाइ बाइ